प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चमै भन्दै आएका छन् नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो, एक झापड लगाएर ठिक गरेर हिरासतमा पठाइदिए। एउटा चकचके स्याल पर्या रहेछ, एउटा कपडा रंगाउन ठिक्क पारेको नीलो रङ राखिराखेको बाटामा स्याल परेर नीलो भएछ। त्यहाँबाट भागो, रङ टकटक्याउँदै भागो, तर भिजेको रङ भएको हुनाले उसको जिउबाट रङ गएन। अनि उसले धाक लाउँदै एउटा म यो जङ्गलको राजा हो। बाघ भेट्यो, बाघले पनि त्यस्तो निलो रङको कहिल्यै देखाएको थिएन। को हौ तिमी? उसले दम्बसासु, म यो वनको राजा। निलो रङको कहिले देखाएको छ? मै हो। सुनेको थियो निलो रङको हुन्छ यो वनको राजा भनेर? मैले त सुनेको छैन। त्यसो भए आज देख्यो भने प्रत्यक्ष दर्शन पायो, भयो जाऊ, म यो राजा भनेर धाक लाग्यो। गएर बाघ सिंहहरूको कतै हुलमा उनीहरूलाई लगे, उसले राजै हुँ भनेर धाक लगायो। एक दिन के भएछ भने अलिक पर उसकै जातका स्यालहरू कराएछन्। स्यालको एउटा विशेषता के हुँदो रहेछ भने एउटा स्याल कराएको सुनेपछि अर्को स्याल तुरुन्त ठाडो घाँटी लगाइहाल्नु पर्ने, कराइहाल्नु पर्ने। त्यो उसको विशेषता हुँदो रहेछ। अनि अन्त पर स्याल कराएको सुनेपछि उसले पनि ठाडो घाँटी लाएर हु हु गरिहाल्यो। बाघहरूले थाहा पाए, ए यो त स्याल पो रहेछ। अनि एक झप्पु दिए, अलिअलि खाजा खाए त्यसको। यहाँ पनि नीलबाट श्रृङ्गालहरू बहुतै हाउभाउ गरिराखेका छन् अहिलेसम्म पनि। यिनको मकुण्डो उत्रिएको छ, तर जनताले त्यो रङ छुट्याउनु पर्यो, त्यो रङ हटाउनु पर्यो, रङ हटाएर बुझ्नु पर्यो। प्रधानमन्त्रीको यो अभिव्यक्ति सत्तारूढ कांग्रेस एमालेका नेता कार्यकर्तालाई गरिएको संरक्षणलाई संसदको चौथो ठूलो दल 6 महिनाको अवधिमा 2 पटकसम्म सबैभन्दा फराकिलो मतान्तरले जितेका रासोपा सभापति रवि लामिछाने रूपन्देही कारागारबाट हेरिरहेका छन् र कुरिरहेका छन् सर्वोच्चबाट न्याय पाउने आशामा।